हेलो साथीहरू, गुड मर्निङ भन्नु चाहिँ कसरी है। 10-11 बज्न लागिसक्यो। म चाहिँ अघि नै उठेर यहाँनिर चाहिँ पानीको दुःख छ नि त, म काठमाडौँमा छु अनि यहाँ पानीको दुःख छ। पानी ओसारेर गाइस यस्तो उकालोबाट चढाएर म चाहिँ नुहाएर हजुरहरूको सामु प्रस्तुत भइसकेको छु र यो भन्न चाहन्छु कि ह्याप्पी माघे सङ्क्रान्ति सबैजनालाई। गाइजहरू अब चाहिँ मैले गाउँबाट ल्याएको भुजाको डल्ला, तिलको डल्ला, केरा, आकाशको केरा, पतालको तरुन अनि त्यसपछि के काँचो तरुन जुन वन जङ्गलको तरुन टिका लाउनुपर्छ गाइज। अनि त्यसपछि चाहिँ रेडी हुनुपर्छ अनि खाना खाएर भाँडा माझ्ने अनि त्यसपछि रेडी हुनुपर्छ गाइज टुडी खेल जानलाई। टुडी खेल अहिलेलाई यति नै। ल साथी, अब म नि टिका लाउन थालेको है। अब यो चाहिँ वन तरुनको टिका हो क्या, आजको दिन लाउनुपर्छ। यसरी लाउने। आकाशको अब केरा तरुन मनै पर्दैन। भुजाको डल्ला साथीहरू पोल्दैछ चाहिँ गाडी बाँकी छ। साथीहरू चाहिँ हाम्रो सेलरोटी पोलिरहेको छन्। यहाँ भुजामा के अरे भुँडी रक्ती पनि बालिरहेको छन्। सबै केटा गएर सीता दिदी ए आकाशको केरा सबैजना खानुलाई बाँडेर घरबाट पठाइदिए तिनको सा सबैलाई ल्याइदिनु जति पर्छ अरे। आज आकाश गर्दाखेरि मटर वाइन्दिन आउँथ्यो अन्त त्यही खाने अनि त्यसपछि लुगा लाउन थाल्ने, खाना खानु पनि खोजेर। सेलरोटीमा दुलो कसरी बनायो भने अब मेरो भदाइदिनु बनाउँदैछ। कसरी बनाउँछ हेर्नु है सेलरोटीमा दुलो। ल छिटो बनाउ न, कस्तो हो र के हुन्छ पन्को पर्छ भा यसरी बनाउँछ सेलरोटीमा पाली मेरो भाइबहिनीले। साथीहरू अब म हाल्छु रोटी। मैले हालेको रोटी कस्तो हुन्छ, सेलरोटी कसरी हाल्यो पत्ता दुखेको रे हेर्नु नि। हेर्नु गाइज कामना डनले एकदम दामी। ओ माई गड भयो त अब मेरो रोटी त। लो गाइज यो फर्स्ट रोटी भएर नराम्रो आयो, सेकेन्ड रोटी राम्रो हुनसक्छ। के भएको यो मैले सिधा भने होइन साथी। म चाहिँ अब हिँडेको मेरो पूजा भाउजूकोमा। त्यहाँ भाउजू पहिला पार्लर गर्नुहुन्थ्यो, अहिले चाहिँ पहिला छोडिसकेको थुप्रै वर्ष भइसक्यो। अनि त्यहाँ म चाहिँ कर्ली गर्न र ट्रेनिङ गर्न जाँदैछु साथीहरू। गर्नुपर्छ होइन साथीहरू, यति नै। साथीहरू हामी चाहिँ ठिक गरेर जाँदैछौँ। अब टुरी खेलाइ गर्दैन अनि अब जाँदैछौँ। आलेसँग बिहे गर्ने हो बुढा र पनि मगर मौली पर्ने हो। साथीहरू अब हामी चाहिँ माइग्रो चढेर जाँदैछौँ रत्न पार्कतर्फ। फाइनली गाइज आइपुग्यो। एकदम जाम छ, एकदम गेटबाट छिर्न नि सक्छ कि सक्दैन हामी त्यो पनि थाहा छैन। गाइज गाह्रो छ हामीलाई, कति धेरै गाह्रो, कति धेरै मान्छे। त्यही माथि झन् थारू पनि छ नि त, थारूको पनि नयाँ वर्ष, मगरहरू पनि नयाँ वर्ष, त्यही भएर त्यस्तै गाह्रो छ हामीलाई गर्ने। साथीहरू पुलमा पनि अब लाइन लाग्नुपर्ने होला पनि। अब भगवान मऱ्यो यस्तो टेलेको त्यो पछाडिबाट मेरो कपाल पर्ली त छैन पर्ली। गाइस बाटो चिनिरहेको होइन, उतापट्टि जाने। यता चाहिँ थारूहरूको रहेछ, हाम्रो चाहिँ उतापट्टि रहेछ। तर बाटै कता हो साथीहरू, यहाँ छ बाटो थारूहरूको रहेछ यतापट्टि, मगरहरूको चाहिँ उतापट्टि रहेछ। दुई भाग लागेको रहेछ, जन आँटेको बाटै देखिरहेको छैन। कर्ली सर्ली सब बुढिसक्यो मान्छेहरूले कपाल तान्दै रोक्ने हेर्न गाह्रो छ मलाई।
मैले यो साल आएको म यहाँ के टुडी खेलमा मगर दिवस मनाउन मगर दिवसले माघे गतेको नयाँ वर्ष मनाउन साथीहरू यस्तो नराम्रो लाग्यो नि बसेर कलै लाग्दैन यार कल गर्दा गर्दा म बुढी भइसकेँ 50जना मान्छेलाई सोधिसक्यो होला कल लाग्छ कि लाग्छ भनेर कसैकोबाट नि लाग्दैन साथी झ्याउलाई चाहिँ बेकार मार्को जस्तो लागिसक्यो मलाई घर जानु मलाई साथी यति नराम्रो लागेको नि मलाई यति नराम्रो यत्रो भिड हुँदा नि यत्रो भिड मलाई चाहिँ लास्टै नराम्रो लागिरहेछ घर जानु मन लागिरहेको छ साथीहरू अब चाहिँ हामी घर हिँडेको तुम्बा चाखेको यस्तो नमिठो 350 तुम्बाको चाहिँ कस्तो नमिठो लाग्यो मलाई फर्स्ट टाइम थियो यसो चाख्नु कस्तो हुन्छ भनेर मन परेन अब म र भाइ मात्र छौँ बाँकी हो अरू सबै कोही मामा घर गयो कोही फुपूको घर गयो लास्टमा म र भाइ मात्र घर जाँदैछौँ के रोल ए होला नि अब के खाँदा अब त्यो खाएको थिएन अब टेस्ट गर्ने रहर लाग्यो त्यो गऱ्यो लास्टमा मन परेन ल गाइज अब चाहिँ हामी घर गएको थ्याङ्क यू फर वाचिङ माई भिडियो भेटौँला नेक्स्ट भिडियोमा बाई बाई साथीहरू ल लास्टमा जाँदा भन्नु चाहन्छु ह्याप्पी माघे सङ्क्रान्ति सबै साथीहरूलाई